हेलो साथीहरू, गुड मर्निङ। स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। मेरो दिनको सुरुवात चाहिँ है बिहानै खालि यही हुन्छ कि खाना पकाउनुबाट हुन्छ क्या, किनभने हामी बिहानको नास्ता खाँदैनौँ, बरु चिया खान्छौँ है। नास्ता चाहिँ अलिक खाँदैनौँ कि, त्यही भएर हाम्रो चाहिँ खाना खाने टाइम छिटै छ क्या, बिहानको 9 बजीसम्म त हामी खाना खाइसक्छौँ। त्यही भएर म चाहिँ बारीमा गएर लट्टे टिपेर ल्याएँ। आजको सब्जी भनेको लट्टे हो। अनि मलाई काम सघाउने चाहिँ मेरो छोरा हो। अनि उसलाई चाहिँ मैले पत्ताहरू चाहिँ फ्याल्नु, अनि मलाई चाहिँ यो डन्ठी मात्रै दिनु ल भनेको। हेर्नु न मेरो छोराले त पत्ता त है सबैकै चिल्लै बनाइसक्यो कि। मलाई चाहिँ फेरि लट्टेको चाहिँ है पत्ताहरू अलिक खानु मन पर्दैन। म चाहिँ उल्टो मान्छे छु कि, मलाई चाहिँ पत्ता बरु बिल्कुलै हुँदैन है। त्यसको बरु डाँठहरू चाहिँ है म खान्छु। लट्टेको चाहिँ मलाई चाहिँ लट्टेको यही मनपर्छ है। अनि यहाँ आमा छोरा चाहिँ गफ गर्दै सब्जी केलाउँदैछौँ। मैले खाना र दाल चाहिँ बसाइसकेको छु, अनि यो सब्जीलाई मात्रै रेडी छ क्या। हाम्रो चाहिँ सब्जी मात्रै चाहिएको, छोराले त दाल भात खाइहाल्छ। मलाई चाहिँ थोरै सब्जी चाहियो भनेर मैले चाहिँ यही पकाउँदैछु। आमा छोरा मात्रै हो, घरिघरि त खाना पकाउन पनि अल्छी लाग्छ क्या। अनि म त छोराको मात्र खाना बनाइदिन्छु र कहिलेकाहीँ आफू त खाना नखाइ पनि बसिदिन्छु कि। मेरो साथी भनेको चाहिँ है मेरै छोरा हो। अनि हामी दिनभरि यस्तै हो क्या, हाम्रो चाहिँ घरकै भित्रकै कामहरू है काचाकुचुक गरि नै राखेको हुन्छौँ। मेरो छोरा उठेर है गएर त के गर्छ भने त गाडी लिएर है उ गाडी खेल्ने अरे। अब उसलाई ठाउँ पुगेन अरे, अनि उसले चाहिँ सबै सागहरू के नाङ्लोमा हालिदिँदैछ क्या। उसलाई चाहिँ ठाउँ चाहियो, अब त्यत्रो ठाउँ छ उसलाई चाहिँ, जहाँ काम गरेछ त्यहीँ चाहियो अरे कि। मेरो चाहिँ साग पनि केलाएर रेडी भयो। अनि म चाहिँ लागेँ सब्जी पकाउन। सब्जी बसाएर मैले राति धोएको लुगाहरू लगेर सुकाइदिएँ। त्यसपछि घर सफा गर्न थालेँ। मेरो छोराले चाहिँ भुजा खाएको थियो कि, अनि भुजा खाएर यहाँ छराएर कस्तो बनाएको छ। अनि म चाहिँ एउटा काम मात्रै गर्दिनँ कि, कस्तो छ नि मेरो एउटा काम यता गर्दैछु लथालिङ्ग छोडेको छ, अनि फेरि उता अर्को काम पनि थालिरहेको हुन्छु कि। अब सब्जी बसाइरहेको छु उता है भित्र, यहाँनिर आएर फेरि म बाहिर सफा गर्न थालेँ क्या। त्यस्तो गऱ्यो भने चाहिँ मलाई चाहिँ दुईतिरै काम भयो जस्तो लाग्छ कि। अनि म त यता पनि उता पनि दुइटै गर्छु। अनि मेरो यहाँ फोहोरहरू भेला गरेर आगो लगाइदिएँ मैले चाहिँ। फोहोरहरू आगो त लाउनु चाहिँ है, तर कस्तो कि मेरो सबै यो त राप त है मेरो कागतीको बोर्डतिर गएछ कि। ढङ्ग नभएपछि यस्तै हो, अगाडि सोचेन है। अनि भरे आगो बालिसकेपछि चाहिँ अनि ला मेरो कागती भन्ने याद आयो। अनि यता मेरो खाना रेडी भइसक्यो। मैले चाहिँ छोरालाई दाल भात पस्केर ल्याइदिएको, ऊ त अब अहिकै भुजा खाँदैछ कि फेरि। तर मेरो छोरा है जसो भने पनि जसरी गरे पनि खाना चाहिँ खान्छ है। उसले उता भुजा नै खाँदैछ, यता खाना पनि खाँदैछ। यस्तै हुन्छ क्या मेरो चाहिँ। छोरासँग बस्यो भने चाहिँ खेल्ने कुराहरू चाहिँ लिएरै बसेको हुन्छ है, चाहे खाना खाँदा होस्, सुत्ने बेला होस्, काम गर्दा होस् है, उसलाई बुबु खाँदा होस्, गाडीहरू लिइरहेको हुन्छ। घरि टाउकोमा कुदाइदिन्छ, घरि जिउमा कुदाइदिन्छ। यहाँ हेर्नु न मेरो झिल्के छोरा खाना खाँदैछ। ऊ चाहिँ त्यो यो नानी बाबुहरूको छ नि त्यो ताली बजाऊ भन्ने पुरा त्यो गीत गाउँदै ऊ चाहिँ नाच्दै खाना खाँदैछ क्या। फेरि उसलाई अलिकति के भनिदिनुपर्छ, फुर्केर है फुरुक्क भइहाल्छ क्या मेरो छोरा चाहिँ। अनि हाम्रो चाहिँ खाना खाइसकेपछि चाहिँ यो चाहिँ मैले है बुनेको धागोले बुनेको मेरो सामानहरू सबै खोलेर आमा छोरा चाहिँ हेर्न थाल्यौँ कि। अनि मेरो छोराले चाहिँ देखाउँदैछ क्या मामु भन्दै, अनि यहाँ पनि छ भन्दैछ कि। मेरो छोराले चाहिँ मैले मफलर बनाएको चाहिँ उसले चाहिँ लगाएर पुरा नाच्दैछ कि। यति लामो भएर चाहिँ यो ठुलोको हो नि त, अनि लामो भएर चाहिँ उसले चाहिँ पुरा लगाएर नाच्दैछ कि। अनि मैले चाहिँ भिडियो गर्न थालेँ मैले के बुनेको छु भनेर है। अब अर्को आइडीमा हाल्छु नि त म त बनाउँदै गरेको। अनि मैले मफलरहरू सबै निकाल्दै भिडियो गर्न थालेँ। यो मफलर चाहिँ यति मिठो कलर छ, अनि यस्तो राम्रो फिनिसिङ आएको छ क्या यो मफलरको। जाडोमा चाहिँ एकदम बेस्ट हुन्छ क्या। मलाई नै कस्तो राम्रो लागेको छ कि यो चाहिँ। अनि हामी आमा छोरा काम भनेको चाहिँ आज यही हो है, यस्तै मफलरहरू मैले के बुनेछु त्यही भन्दै देखाउँदै बस्ने। अनि यो चाहिँ सानो बच्चाको हो, यो मैले मेरो छोराको लागि बनाइदिएको पिङ्क कलरको। म चाहिँ यस्तो धागोको सामानहरू धेरै नै बनाउँछु है। अनि हजुरहरूलाई यदि मनपर्छ भने हजुरहरूले पनि अर्डर गर्न सक्नुहुनेछ। मलाई चाहिँ खुब रहर लाग्छ कि यस्तो सामानहरू बनाउनु। अनि यो चाहिँ मैले बन्दना बनाएको थिएँ, मैले छोरालाई लगाइदिएँ। अनि हेर्नु न मैले भिडियो त बनाएँ कि बनाउनु, तर कस्तो के हेर्नु थोरै जुम गरेर बनाएको थिएँ है। त्यतिखेर त ठिकै देखेको थियो भिडियो बनाउँदाखेरि, तर पछि मैले एडिट गर्ने बेला मात्रै थाहा पाएँ कि मेरो भिडियोमा त ब्याकहरूको त है
आधी आधी मात्र आएको रहेछ कि सबै काटिएको रहेछ कि मैले जति पनि भिडियो बनाएँ बुनेको सबै आधी आधी आएको रहेछ। मैले त्यतिखेर चाहिँ हेरिनँ कि अनि अब भिडियो है अब एडिट गर्ने बेला है अनि यस्तो अब भोइस ओभर गर्नु पर्यो भनेर भिडियो बनाएर हेर्छु त छैन कि मेरो भिडियोको त आधी आधी मात्रै। यहाँ हेर्नु न भिडियो त बनाएँ कि मैले तर कस्तो भइरहेछ कि मलाई आधी आधी देखेर कस्तो त मजाले देखेको पनि छैन कि। अनि यस्तो है यो कस्तो मिठो कलर देखेको क्या यो तिनवटा कलर है यो चाहिँ बच्चाहरू हजुरहरूको बच्चाहरूलाई लगाइदिँदा कति राम्रो देखिन्छ। हुन त ठुलो मान्छेले लगाउँदा नि राम्रै हुन्छ बच्चाहरूलाई झन् क्युट देखिन्छ क्या। यहाँ हेर्नु न मेरो सानो सानो उयोहरू चाहिँ यो चाहिँ चिम्टीहरूमा लगाएको थिएँ मैले तर मुनिको भागहरू अब देखिएन रहेछ कि मजाले राम्रोसँग। अनि मैले यो लाछा डोरी पनि आफ्नो लागि बनाएको त चाहिँ है मैले आफै युज गरेको हो। अनि म चाहिँ यस्तो भिडियोहरू है डेली हाल्नु पर्यो भन्छु कि आफूले बनाएकोहरू होइन अब जहिले बनाएर सकिन्छ यो भिडियो बनायो अपलोड गरिदिइहाल्नु पर्यो भन्छु कि मेरो छोराले गर्दा मैले चाहिँ भिडियो अपलोडै गर्न पाउँदिनँ क्या किनभने छोरासँगै हुन्छ अनि उसले डिस्टर्ब गरि नै रहेको हुन्छ कि अनि त्यही भएर मैले चाहिँ भिडियोहरू कति दिनपछि हाल्छु कि। अनि मैले ब्यागहरू देखाउँदै लास्टमा दुईवटा ब्याग चाहिँ देखाउनु बिर्सेछु र मैले चाहिँ त्यो ब्यागहरू पनि देखाएँ। एउटामा चाहिँ चेन हाल्न बाँकी छ अनि त्यसलाई चेन हालेर फिनिसिङ गर्नु बाँकी छ। अनि अरू पनि ब्यागहरू त बुनिरहेको छु तर पुरै सकेको छैन र मैले भिडियोमा चाहिँ देखाइनँ। अनि मेरो आजको ब्लग चाहिँ यति नै। फेरि भेटौँला मेरो अर्को मिनी ब्लगमा। आजलाई बाई बाई। थ्याङ्क्स फर वाचिङ।